हेलो हेलो साथीहरू, दर्शन छ हजुरहरू सबैलाई धनकुमारी लिम्बूको युट्युब च्यानलमा। साथीहरू आज चाहिँ म यहाँ किचन छिर्दैछु। आजको मेरो पकवान चाहिँ के छ भने म हजुरहरूलाई देखाउने छु र मैले चाहिँ आज यसको एकदम सुप मात्रै बनाएर खानु यो चाहिँ एकदम राम्रो हुन्छ र बनाउन गइरहेको छु। यो चाहिँ के को सुप बनाउन लागेको छु त हजुरहरूले चिन्नु होला है त यो के को हेर्दै गर्नुहोस् ल त साथीहरू। ओके साथीहरू, म चाहिँ आज यसको सुप बनाउन गइरहेको छु। ल हेर्नुहोस्, यो खसीको खुट्टा हो कि अर्को हाम्रो लिम्बूहरूको खसीको खुट्टा हो कि चिन्नु होला है साथीहरू। यो चाहिँ हामी आज सुप बनाएर खाने हो। अब यसको सुपले चाहिँ धेरै जिउहरू राम्रो हुन्छ नि त। अब यसो बिरामीहरूको लागि चाहिँ राम्रो हुन्छ। यस्तो मासु चाहिँ केही छैन यसमा, सिर्फ सुपको लागि मात्रै हो साथीहरू। यिनीहरूको यो यस्तो भित्रकोले एकदम जिउलाई राम्रो गर्छ है भनेर म चाहिँ यो बनाउन लागिरहेको छु साथीहरू। म चाहिँ यसलाई एकदम कुकरमा सिटी लगाएर चाहिँ बनाउनेवाला छु साथीहरू। भिडियोमा कन्टिन्यू रहँदै गर्नु होला, म चाहिँ यो कसरी बनाउँछु है। हस् साथीहरू, हेर्दै गर्नुहोस् ल त साथीहरू। मेरो चाहिँ यहाँ कुकर बसालिसकेको छु। अब म यसमा पुरा 1-2 घन्टासम्म सिटी लगाएर चाहिँ त्यसलाई बनाउने छु सुपको लागि मात्रै। ल कस्तो हुन्छ हेर्दै गर्नुहोस् ल त साथीहरू। ओके साथीहरू, मेरो चाहिँ यहाँ सुपको लागि चाहिँ सिटी हानिसकेको छु। यो पाकिसकेको छ, सबै यो निक्ल्यो, बढी पानी भएछ। अब म यसलाई चाहिँ फेरि झानेर बनाउँछु साथीहरू। हेर्दै गर्नुहोस् ल, यो सबै निक्लेछ। साथीहरू, यहाँ चाहिँ मैले सुपको लागि चाहिँ यहाँ रेडी बनाइसकेको छु। यो मेरो प्याजको पेस्ट बनाइसकेको छु। अनि यहाँनिर लङ अलिकति हालेको छु, यो यसो टेस्टको लागि हो, सेन्टको लागि हो। अनि यहाँ छ टमाटर पेस्ट मैले अलरेडी बनाइसकेको छु। अनि यहाँ छ मेरो अदुवा लसुनको पेस्ट साथीहरू। आज चाहिँ किनभने सुप मात्र हो नि त, यो मासु केही छैन, सुपको लागि मात्रै हो र म चाहिँ आज सबै मिक्सर गरेर राखेको छु। र यहाँ चाहिँ हाम्रो नुनसुन केहरू छ, चाहिने जति कचाकुचुक चाहिँ छ। म चाहिँ यति रेडी बनाएँ आज सुपको लागि। हेर्दै जाउँ है त मेरो सुप कस्तो बनिन्छ आज। यहाँ चाहिँ मेरो कराई चाहिँ एकदम तातिसकेको छ। आज म चाहिँ खुट्टे सुप बनाउँदैछु साथीहरू। सनी, यहाँ चाहिँ मैले तेल लाउँदैछु साथीहरू। कराई एकदम हाम्रो खरिसकेको छ। अब म चाहिँ यो अघि सिटी लगाएकोलाई झान्ने हो नि त साथीहरू। अघि चाहिँ सिटी लगाएर मात्रै पकाएको हो। ओके, म चाहिँ यहाँ तेल लगाइसकेको छु। यहाँ चाहिँ मैले 12 मसला लगाइसकेको छु। यहाँ चाहिँ मैले बेसारलाई हल्का डढाएँ साथीहरू। र मैले सबभन्दा पहिला लगाएँ प्याजलाई। मैले यो प्याजको पेस्टलाई चाहिँ हल्का पकाउँछु। सबै बाघ त बाहिर हो, चिम्नी नै चलाउने बिर्सेको छु। प्याजको पेस्टलाई एकछिन पकाउँ साथीहरू, किनभने यो पेस्टिङ गरेको चाहिँ मिक्सर गरेको चाहिँ एकदम सुपको लागि राम्रो हुन्छ। हल्का नुन लगाउँ साथीहरू। मैले यो चाहिँ यहीँ लगाइदिएँ साथीहरू। यसलाई अलिक पकायो भने अलिक गन्ध मिठो आउँछ नि त त्यहाँदेखिको। यो के हो, हाम्रो चाहिँ प्याज पाक्दैछ साथीहरू। यसमा हामी लाल मिर्च थोरै लगाइदिउँ कलरको लागि, प्लस हल्का पिरो। हाम्रो प्याज चाहिँ लगभग पाकिसक्यो साथीहरू। मिठो बनायो।
लागि त बनाउनै पर्यो। धनिया पाउडर पनि थोरै लगाएँ साथीहरू। यिनीहरूलाई एकछिन पकाइदिउँ हामी। एकछिन पकाउँ यसलाई। साथीहरू म चाहिँ यति सबै लगाएर पकाउँदैछु। अब एकछिन यसलाई पाक्न दिउँ। अब यसमा चाहिँ अरू केही छैन तेजपत्ताहरू साथीहरू। म चाहिँ अब यति मात्रै लगाएर यहाँ पकाउँदैछु। यतिलाई मात्रै पकाउँ। हाम्रो चाहिँ लगभग मसला पाकिसकेको छ साथीहरू। अब हामी चाहिँ अलरेडी सिटी लगाएर राखेको खुट्टालाई चाहिँ यहाँ लाउँछु। खुट्टा प्लस हड्डी खुट्टीहरू म चाहिँ यहाँ लाउँछु साथीहरू। हेर्नुहोस् है त कस्तो हुन्छ। ओके साथीहरू, मेरो चाहिँ यो लिम्बूहरूको यो खसीको सुप, खुट्टा सुप चाहिँ रेडी भएको छ साथीहरू। अब हामी चाहिँ यसलाई खान सक्छौँ। हामीले यतिकै हो खाने। अब यसमा त मासु त आश नगर्दै हुन्छ, किनकि हामीले यो खुट्टा सुप भन्ने बित्तिकै खुट्टाकै मात्रै सुप बनाएर खाने हो। यसले चाहिँ धेरै फाइदा गर्छ साथीहरू। जिउहरू दुख्ने, नली खुट्टाहरू दुख्ने, पेटहरू दुख्ने, चिसो सबै हट्छ साथीहरू। यो चाहिँ दबाईको रूपमा हामी खान्छौँ कहिले कहिले, यसो सधैँ नखाए पनि। बनाउनु झ्याउ हुन्छ यो। पहिला उसिन्यो, फेरि बादमा यसलाई झान्यो। यसलाई उसिन्नै टाइम लाग्छ निकै। मैले झन् 2 घन्टा जति उसिनेर होला सबै क्राकक्रुक भएको छ। अब हामीले यसलाई सुप मात्रै चुस्ने गरी खाने हो है त साथीहरू। यति भन्दै आजको मेरो खुट्टा सुप चाहिँ रेडी भएको छ खानुको लागि। यस्तो बाई बाई। अब हामी चाहिँ खाने हो बसेर 2-4 जना भेला भएर है त साथीहरू। मन परे लाइक कमेन्ट गरिदिनु होला, मन नपरे पनि कमेन्ट गरिदिनु होला कस्तो भएको छ।